जे इच्छा मनमा छ माग्न खुसीले माग्नु हवस वैभव। गाई बस र सुवर्ण अन्न पृथ्वी दिन्छु खुसीले सब। इच्छा केही अपूर्ण राख्दिन कुनै माग्नेहरूको भनी। ख्याति प्राप्त छ राज्य स्वयंमुखको मेरो प्रतिज्ञा पनि। भोलि झट्ट सुनेर बात नृपको तत्काल कप्ती मुनि। छोरोको छ बिहे थिएन घरमा सम्पत्ति केही पनि। मैले ख्याति वशिष्ठबाट जति जे पहिले सुनेको थिएँ। त्यस्तै उत्तम दान धर्म धनमा प्रत्यक्ष देखिलिए। त्यही बेला मुनिले उतातिर ठुलो माया फिजाई अनि। कन्या एक कुमार ठिक भएका तयार पारे पनि। वेदीमा दुईको विवाह पहिले पुरा गराए अनि। कन्यादान गरेर पुण्य लिनुहोस् ठुलो हजुरले भनी। हे राजन वरलाई राज्य धनले सन्तुष्ट पार्नुहोस् अब। राजाले पनि लौ दिए सब भनी वाचा गरेथे तब। मागे देऊ अढाई भार सुन लौ दान प्रतिष्ठा अब। राजा मोहित भई म दिन्छु भने ती फर्केर आए तब। भेटे सैनिकलाई आफ्नो पथमै खोज्दै थिए ती सब। बोले नृपति सरासर गए भित्री महलमा तब। रानीलाई भने भुले म वनमा एक्लो भएथे अनि। मैले राज्य दिए गरे प्रण ठगे कप्ती रहेछन् मुनि। माग्दैछन् अझ दक्षिणा स्वरूपमा धेरै सुनिले सुन। दिन्छु स्वर्ण अढाई भार कसरी आतिन्छ सारै मन। मायाले भर्ममा परे हुन गयो निकै नराम्रो स्थिति। पारी अक्करमा मलाई ठगले उल्टो तुल्याए मती। देखि भूपतिलाई चिन्तित निकै बोलिन् त्यसै व्यासती। राजन दुःख नमान्नुहोस् हजुरले दैवी विचित्र गति। निद्रा लाग्न सकेन राति भरती जागै थिए दम्पति। भोलिपल्ट पुगेर कौशिक मुनि बोली खुसी भई अति। यो राज्य मेरो अब छाडिदेऊ त्यो भुयासीको सुन झट्ट देऊ। हप्की र घुर्की सुनि हडबडाई बोल्दा भई भूपति सामु आई। गर्नुहोस् राज्य मुनि म दिन्छु रानी र छोरो म लिएर जान्छु। वाराणसीमा गई बस्छु अहिले केही पछि आउनुहोस् खुसीले। दिन्छु उही भुयासी नाथलाई भाका दिनुहोस् अब केही मलाई। तिनले दिए केही विचारी भाका निस्केर आए सब छाडी राजा। रानी सँगै छन् सुखमा बसेकी दुखी भई नृपसँगै हिँडेकी। छोरो पनि आँसु बगाए रुन्छ दैव यस्तो दुःख कौन हुन्छ। यत्र धार्मिक भूपले पनि वृथा सङ्कष्ट पाए भनी। छाती ठोकी प्रजाहरू पनि निकै रोए दुखिया बनी। गङ्गा स्नान गरी पसे नगरमा राजा हरिश्चन्द्रजी। के गर्ने कसरी दिने धन भनी दुखी थिए भूपति।